थियो मेरो कन्सेप्ट है। तर अहिलेको कन्डिसनमा मम्मीले मलाई त्यही कुरा सोच्नुहुन्छ भने चाहिँ म चाहिँ के भन्छु भन्दाखेरि मम्मी लिन्छ भन्थे होला क्या अहिलेको कन्डिसनमा त्यही कुरा सोध्नुहुन्छ भने चाहिँ होइन। सो यो चाहिँ 2019को कुरा हो कि होइन। त्यतिखेर अब ई सेवाको कन्टेक्समा मात्र म कुरा गर्न चाहन्छु। त्यतिखेर ई सेवाको युजर बेस 20 लाख भन्दा माथि कटिसकेको थियो क्या 2019-20को कुरा हो होइन। र अहिलेको समयमा आइपुग्दा 1 करोडभन्दा बढी जनसङ्ख्या मान्छे लाइक 1 करोडभन्दा बढी मान्छेले चाहिँ ई सेवा युज गर्नुहुन्छ कि होइन। सो 3 करोड जनसङ्ख्या भएको देशमा 1 करोड मान्छेले ई सेवा चलाउँछ भने त्यस्तो डिजिटल पेमेन्ट प्रणालीहरू कति धेरै छन् कि हाम्रो नेपालमा होइन। सो नेपाल इज एक्चुअली भेरी फास्ट इन टेक्नोलोजी अन दिस साइड अफ टेक के हुन्छ नि। मान्छेहरूलाई डिजिटल पेमेन्टको बारेमा एकदम राम्रोसँग बुझिरहेको छन् कि उनीहरूले हुन्छ नि डिजिटल पेमेन्ट भने के हो र यसले गर्दा के सजिलो कुराहरू भइरहेको छ भनेको उनीहरूले बुझिरहेको छन् कि। सो हामीले खोजेको त यही नै हो नि त होइन। अब अहिलेको कन्टेक्समा हेर्दाखेरि म क्यास क्यारी गर्दैन कि म स्टेट्समा छु होइन। सो मलाई मेरो कार्डहरू भयो हुन्छ मेरो अथवा फोन भनौँ एप्पल पे जिपे भनौँ एनिथिङ आई वान्ट आई क्यान डु फ्रम दिस फोन कि मलाई क्यास बोकेर हिँड्नु जरुरत छैन कि। र नेपालको कन्टेक्समा पनि त्यो यस्तो ऱ्यापिड तरिकाले बढिरहेको छ नि मान्छेहरू यदि राम्रोसँग अवेर भइराख्नु भएको छ हुन्छ नि क्यास बोकेर हिँड्नु जरुरत छैन है। तपाईँहरूलाई चेक लेख्नु पर्दैन है भन्ने कुरा चाहिँ मान्छेहरूले त्यो नलेज पाइराख्नु भएको छ नि। त्यो देख्दा चाहिँ मलाई एकदम खुसी लाग्छ कि नेपालको कन्टेक्स्ट